गुड आफ्टरनुन ब्युटिफुल पिपल्स या म चाहिँ आज कहाँ जाँदैछु भने हाम्रो भालुको मलाई चाहिँ बोलाएको थिएन है विराज दालाई फोन गरेर आउँछु नि दा भन्दाखेरि चाहिँ उहाँहरू एकदमै वेलकमिङ हार्टेड पर्सनहरू हो उहाँहरू है। अब एडभेन्चर पार्क भालुखोप जाँदाखेरि चाहिँ हामीले त्यो टायर म्याट छोडेर चाहिँ पिच रोड छोडेर लेफ्ट साइड पक्रेर यो फुटपाथ पक्रेर ओह्रालो झर्नुपर्छ। हामी टक्कै तल एडभेन्चर पार्क विदुराई फाउन्डेसनमा पुग्छ है। यसमा चाहिँ तपाईँहरूको एडभेन्चर लभर्सहरूको लागि चाहिँ एकदमै बेस्ट छ, दामी छ। हेर्नुहोस् त हाम्रो जग्गामा के चाहिँ हुँदैन रहेछ गऱ्यो भने। यो चाहिँ अनप्लान थियो अनि वर्ल्ड इन्भाइरोमेन्टले पनि ठ्याक्कै जुरेको र यसरी प्लान्टेसन गऱ्यौँ हामीले है। यहाँनिर है यो जिप लाइनको यो साइक्लिङको यो जुन चाहिँ जिप लाइनको ट्र्याकहरूमा एकदमै फ्यान्टास्टिक एकदमै एडभेन्चरकै एकदमै थ्रिल छ यहाँ चाहिँ क्या। अनि एडभेन्चर जसलाई मनपर्छ, जसलाई पाहाड मनपर्छ, जसलाई पाहाडको मिठास मनपर्छ, तपाईँहरूले अब छिट्टै यहाँनिर एउटा तपाईँको ओपनिङ हुँदैछ। चाँडैभन्दा चाँडै तपाईँको हार्डली 2 विक्स लाग्दैछ। 2 विक्सभित्र एकदमै मजाले ओपनिङ हुन्छ। अनि एस्टाब्लिस यो यहाँनिर जुन चाहिँ प्रमोटहरू गर्नुहुने, यहाँनिर जो बनाउनु हुने दाजुहरू चाहिँ सबै गाउँले मिलेर एउटा विदुराई फाउन्डेसन इस्टाब्लिस 2021मा भएको है। उहाँहरूले नै एउटा सपोर्ट, एउटा पाहाडलाई माया, एउटा गाउँलाई माया, अनइम्प्लोइमेन्टलाई जेनेरेट गरेर एउटा जुन चाहिँ यहाँ व्यवसायहरू गरिरहनु भएको छ उहाँहरूले एकदमै रमाइलो लाग्यो। आउँदो दिनहरूमा पनि म आज साइक्लिङको थ्रुबाट एक्लै आएँ, अरू मेरो टिमहरूलाई पनि लिएर आउने छु, डम्बरचुकबाट आउने। अनि अपकमिङ चलाक ड्राइभर साथीहरूलाई पनि भन्छु, एउटा टुरिज्म, एउटा स्पोर्ट पनि हुनेछ यहाँ, जो चाहिँ एडभेन्चर लभर्सहरू हुन्छ। कतिजना एडभेन्चर यहाँनिर घुम्नु आए तापनि केही एक्टिभिटिज नखेले ताभए पनि उहाँहरूले एउटा फिल गर्नुसक्छ क्या, खोला मजाले खेलिरहेको, चराचुरुङ्गी मजाले कराइरहेको है। उहाँहरूलाई पनि चलाक मासङ दाजुभाइहरूलाई पनि एकदमै उहाँलाई मेसेज दिन चाहन्छु कि टुरिज्म स्पोर्ट छैन भन्छ, तर बिस्तारै हाम्रो दाजुभाइहरूले गरिरहनु भएको छ, हामीले सपोर्ट गर्ने त्यसमा हाम्रो कर्तव्य छ, हामीले गर्नुपर्छ। आउनु दिनहरूलाई पनि हामीलाई नै सजिलो हुन्छ है। अनि साइक्लिङको थ्रुबाट अनि ट्रेकिङको थ्रुबाट फाल्टो ग्रुप्सहरूलाई पनि म सेयर गर्न चाहन्छु कि यहाँनिर चाहिँ एकदम तपाईँहरू मोस्ट भिजिटेड प्लेस